अब अहिलेको आजको सन्दर्भमा शाखा अधिकृतको तयारी गर्दै हुनुहुन्छ भने फर्स्ट पेपरमा विश्वको भूगोल नपढ्नुहोस्, नेपालको भूगोल पढ्नुहोस्, नेपालको इतिहास धर्म संस्कृति र चाहिँ यो विश्वको घटना नपढ्नुहोस्। किन नपढ्नु म भन्छु। त्यसपछि 3 नम्बर युनिट संविधान मजाले पढ्नुहोस्, 4 आर्थिक अवस्था मजाले पढ्नुहोस्, 5 दिगो विकास मजाले पढ्नुहोस्, 6 इन्टरनेसनल रिलेसन थोरै पढ्नुहोस्, के अरे विज्ञान प्रविधिको जो जेनेटिक इन्जिनियरिङको पार्ट मात्रै पढ्नुहोस्, र 7 मा चाहिँ आइआर इन्टरनेसनल रिलेसनको थोरै पढ्नुहोस्, अरू केही पनि नपढ्नुहोस् फर्स्ट पेपरमा। त्यति पढे तपाईँले फर्स्ट पेपर क्र्याक पनि गर्नुहुन्छ, रिटर्न पेपर तपाईँको मजाको चाहिँ तपाईँको बन्छ। किन बन्छ भन्दैछु भन्दाखेरि मैले नेपालको भूगोल बेस टपिक हो, बेसलाइन टपिक हो, नेपालको बारेमा जान्नु पर्यो। अब 2 नम्बर टपिक पढ्दै नपढ्नु त्यो रिटर्नमा काहीँ पनि काम लाग्दैन, त्यहाँबाट 6 वटा क्वेसन आउँछन्, एकदम भास्ट छ त्यो टपिक। 3 नम्बर संविधान त हजुरलाई जहाँ नलाग्ने काम नलाग्ने काहीँ पनि छैन, डिटेलली पढ्नु। संविधान भनेको छ, संवैधानिक विकास क्रम क्वेसनै आउँछ, संविधान मजाले आउँछ, मानव अधिकार मजाले आउँछ, अधिकारमा आधारित सवाल मजाले आउँछ, प्रशासनिक व्यवस्था हजुर जुन सार्वजनिक प्रशासन व्यवस्थापन भन्नुहुन्छ नि त्यहाँ छ त्यो आउँछ। त्यसपछि 4 मा आर्थिक त जहिले पनि क्वेसन आउँछ, दिगो विकास त्यहाँबाट आउँछ, त्यसलाई फलो गर्नुहोस्। तर खरदार सुब्बाको तयारी गर्दै हुनुहुन्छ भने धर्म संस्कृति मजाले पढ्नुहोस्, किनभने त्यो रिटर्न पेपरमा काम लाग्छ तपाईँलाई हैन। त्यसकारणले फर्स्ट पेपर र सेकेन्ड थर्ड पेपरको लिङ्केज मजाले गर्न सकिन्छ, तर त्यसलाई फर्स्ट पेपर पढ्ने बेलामै यो कुरा कहाँ काम लाग्ला त। जस्तै मैले अहिले चाहिँ मानव कृषिमा कृषि गणना पढाइरहेको छु भने 45% कृषकलाई 12 महिना खान पुग्छ, 55%लाई खान पुग्दैन भन्ने कुरालाई रिलेट कहाँ गर्ने त। अब तपाईँ खाद्य सुरक्षा र खाद्य चाहिँ सङ्कटमा जानु, त्यहाँ खाद्य सुरक्षा र खाद्य सम्प्रभुता भन्ने टपिक छ एउटा। दोस्रो टपिक भनेको तपाईँको यहाँ चाहिँ के छ, दिगो विकासको लक्ष्य नम्बर 2 नै 0 हङ्गर छ। अनि यो कुरा त्यहाँ लिएर टाइअप गर्नु पर्दैन। अनि यहाँ मात्रै खालि फर्स्ट पेपरलाई यति % र उति % भनेर मात्रै ट्रिट गरेर त भएन नि त। व्यापारको ट्रेन्ड एनालाइसिस गर्नलाई तपाईँले फर्स्ट पेपर चाहिएन। आज आयात कति छ त, 81-82 मा 1804 अर्ब आयात छ, 277 निर्यात छ, अंश 86 र 13 को रेसियोमा छ, जिडिपी 29 र 4 मा छ। अनि त्यसपछि घाटा निकाल्नुहुन्छ, त्यसपछि अनुपात निकाल्नुहुन्छ, त्यसपछि देशको निकाल्नुहुन्छ, त्यस निर्यातको हेर्नुहुन्छ, आयातको हेर्नुहुन्छ, र बल्ल न तपाईँले बल्ल तल गएर विश्लेषण गर्नुहुन्छ। त्यसकारणले फर्स्ट पेपर धेरै महत्त्वपूर्ण छ, तर लिङ्क गर्न नजानेर साथीहरूले चाहिँ यो फर्स्ट पेपर यो जिके कहाँबाट जिके भन्नुहुन्छ, त्यो चाहिँ लिङ्क गर्न नजानेर हो।